गाइस हामी चाहिँ अब आज चाहिँ हाम्रो गाउँमा 3 दिन भूमि छ, त्यही भएर हामीले अब ढकलाएर अब पत्केर त घाँस काटेर लानु छ बारीमा। यता छ घाँसहरू, यता दुधिलोहरू गाइस हो। हामी चाहिँ यस्तै छ गाउँतिरको हालखबर। गाउँतिर त रमाइलो छ, एकदम रमाइलो गाउँतिर। खर्च पनि नहुने गाउँतिर है, धेरै रमाइलो छ। ए कोदो कोदो यो हामीले कति 2 दिन रोप्यो होला, 3टा गरामा 2 दिनमा टक्क सिध्यो। यो मुनि आलु छ, अर्ग्यानिक आलु है। यो चाहिँ फेरि मोलसोल केही नहालेको, औषधिहरू केही हालेको छैन। टक्क लाएर ल ओइ बसिरहेछ है, सु आयो मिल्दैन। हेलो, हामी चाहिँ पत्कर सोर्न आएर छु। अझ बुढीले पत्कर सोर्दै रहेछ। हेलो, के रह्यो? ए कति लाग्यो? ए घाँस काट्न के नाम्लो लेडी छ? ए कस्तो छ गाउँघरतिर? रमाइलो छ है? आफ्नै जङ्गल हो नि? ए ए जस रमाइलो छ हजुरलाई? रमाइलो छ है? ल हाम्रो चाहिँ बारी यो अस्ति भर कोदो रोपेको होइन, यो अस्ति भर कोदो रोपेको हामीले चाहिँ 2 दिनमा 3टा गरेर सिधायो। यहाँ चाहिँ आलु, यो पनि हाम्रै हो। यो आलु चाहिँ एकदम अर्ग्यानिक, त्यस्तो खासै औषधिहरू केही मिसाएको छैन यसमा चाहिँ, सिर्फ बाख्राको मल मात्रै हो यसमा चाहिँ है त। यहाँदेखि माथि छ उता जङ्गलमा चाहिँ काफल छ, त्यहाँ गएर हामी काफल खान्छौँ, तपाईँहरूलाई देखाउँछु। ल ल हाम्रो डोको भरेर नि आइसक्यो हेर्नु बुढी। ल ल ल यताबाट अब घाँस काट्छ नि। ए राम्रो हेर्छ गाइस, अब घाँस काट्नु टक्क लगाएर बुढी त म यहीँ राख्नु हुन्छ। टक्क लगाएर अब घाँस काट्नु गइरहेको छु हामी। घाँटे त कोही नगरमा टक्क अब घाँस काट्नु छ हामीले। कुन यो काट्यो माथि त काटेको छ कुन चाहिँ मजा बुढोले ए नफिल साह्रो हुन्थ्यो नि, नफिल सक्दैन तिमीले? न म चढ्छु पर्दैन। ल बुढी चाहिँ यत्तिकै चाहिन्छ है गाइज। ल ल बाँदर जस्तै चढ्छ है, बाँदर जस्तै। ल ल काटी त गयो है। ए काट्नलाई दुःख, घाँसको दुःख छैन। ए आफ्नै बारीमा टेक्ने ठाउँ देख्ने बुढी। अब बाउले हामीले के भन्ने रे? ए अब हामीले के एउटा बोका किनिराख्ने भयो नि, त्यो पनि नकिनी भयो? ए किन होला? ए घाँस काट्नु नसकेको कारणले नकिनी भयो हो? ए ए अप्ठ्यारो छ है दुःखहरू पुरै। ल ल ल गाह्रो छ गाउँघरमा है, सानो त्यो तल काट्ने गाउँमा आनन्द छ है, गाउँमा आनन्द छ तर दुःख चाहिँ दुःखै छ है। छ यो राम्रो भन्नु पर्यो नि त होइन, यसरी भाइ बनाइसक्यो नि त टक्क लगाएर बाख्राले मजाले गरेर झुन्डिदिनु पर्छ होइन। मजाले खान्छ। अब हामी काफल खान्छ साथी है। काफल चाहिँ मिठो छ है, हाम्रो गाउँको अर्ग्यानिक काफल। यसरी बाख्राले मस्तसँग घाँस खान्छ, दुधीको पात भनेपछि हुरुक्कै बाख्रा हो। दुधीको डाँठको बोक्रा नि खान्छ क्या बाख्राले, हुरुक्कै हुन्छ। बोका त अब भ्याभ्याप गर्नु भयो। जाउँ अब काफल खान जानुपर्छ है। काफल खाने घाम एकदम चर्केको छ। घाम चाहिँ चर्केको छ। ल हामी चाहिँ काफल खान जान लागेको। ल ओइ सर्व होला है, मलाई डर लाग्छ नि फेरि सर्व भयो नि हो र। बुट लगाएर मात्रै हुन्छ र मेरो अन्त चाहिँ नाङ्गो खुट्टा छ अनि बुढै छैन। बारी त तलसम्म हो नि।
टक्का लडिन्छ के हो म त किन बाबा हामी यहाँ कपाल कपाल कहाँ छ सबै टिपेछ कपाल ढन्डै थियो 2 दिन अगाडि सबै टिपेछ ल कपाल जति सबै टिपेछ कपालै छैन रुखमा कपालै छैन सब टिपेछ हाम्रो चाहिँ गाउँ यस्तो छ है तलदेखिमा छ सबै टिपेछ कपाल कपालको धनीलाई खानै नदिनु भयो अब मान्छेले हामीबाट यहाँ छ कपाल यसरी झरेछ ल ल है गाइस लास्ट मिनट छ यो कपाल लास्टै स्वार्थ दाना पनि ठुल्ठुलो छ तर यहाँनिर आएर कुन चाहिँ मान्छेले सबै खाँदैछ 2 दिन अगाडि यति लटर राम्रै थियो हामी यहाँ कुदो रोपेर घरमा कुदो रोप्नु भयो नि त त्यति बेला मौका छोडेर सबै खाँदैछ कुन चाहिँ मान्छेले सबै कपाल खाँदैछ गाइस हौ ल हामीले चाहिँ कपाल रुखमा चढ्नै सकेन डर लाग्यो रुखमा चढ्न हामी चाहिँ त्यही बाहिरबाट भन्ने हामी चाहिँ तल भेट्ने ठाउँबाट चाहिँ कपाल खाएर टक्क लगाएर हामी निक्यो अब हँसी खाइन्छ नि अनि यसरी हँसी छोडेपछि अहिले मम्मी बाउले के भन्दा मम्मी बाउले मार्छ तिमी हँसी त त्यहीँ छोडेछ हामीले त अब छिटो छिटो अब फेरि के गाह्रो छ घाँसको लागि पत्केको लागि गएर जानुपर्छ है जाउँ हामी जाउँ लाग्यो है हामी चाहिँ अब टक्क लगाएर गाडी पनि यस्तो छ कि के टक्क यो चाहिँ हाम्रो गाउँहरू यो चैँचा यसलाई चैँचा भन्छ सिधा माथि कुहिरो आँखामा चाहिँ सैलुङ यहाँ चाहिँ सैलुङ गयो गाइस सिधा माथि सैलुङ ढुङ्गे यता पर्छ यो माथि गयो त्यो आलुकोटाएर हेर्ने के कता कता फलेछ आलुकोटाएर हेर्ने के कता कता हाम्रो चाहिँ यसपालि चाहिँ पानी धेरै परेर हो कि किन हो गाईहरू बेमौसमी भयो होला अब चाहिँ यति मात्रै परेछ हेर्नुहोस् तपाईँहरूकोतिर कस्तो परेको हेर्नुहोस् त गाई चराले यतिको परेछ हामीले हाम्रो ठाउँमा चाहिँ अनि ऊ त्यहाँनिर कुन चाहिँ खनेर लगेछ त मम्मी हेर्यो ए ल जाउँ घाँसको बारी यहीँ छ हाम्रो अटक लगाएर गाउँ घरमै गएर भेटौँ न मम्मीलाई चाहिँ घरमा छोडेर आज मम्मी के गर्दैछ है त अब मम्मी चाहिँ के गर्दैछ बुवा पनि माथि पत्केर सर्नु गर्छ वनमा मम्मी एउटा घरमा छ मम्मीले चाहिँ अब के गर्दैछ त्यसको लागि एकछिनमा खिचेर हाल्नुपर्छ यति टाढो छ नि त हामी त्यही भएर खिच्दै जानु भ्याउँदैन हामी चाहिँ खोला ठाउँमा आइपुगिरहेको छौँ हाम्रो खोलाहरू चाहिँ जस यहाँ चाहिँ बर्खा हिउँदो 24 घन्टा यहाँ चाहिँ पानी पर्छ यहाँ चाहिँ खत्रै छ हाम्रो खोला यहाँ चाहिँ बर्खा हिउँदो 24 घन्टा एकदम कम्तीलाई जस्तो छ जस खोला राम्रै छ हाम्रो माथि अब रोडमा चाहिँ ढुङ्गा हालेर हामीले खोलाहरू देखिँदैन जस अहिले चाहिँ यस्तो गोरेटो बाटोमा चाहिँ खोला भेटिन्छ माथितिर चाहिँ भेटिँदैन घुम हालेको छ आज यो चाहिँ हाम्रो गाउँ हो हाम्रो घर चाहिँ यो गाउँभन्दा पल्लोपट्टि हो बोल्यो ए ठाडै उकालो छ अनि गल्यो गाई जाउ ठाडै उकालो छ यस्तो ठाडै उकालो छ भने हामी त्यो टिलबाट आएको अझै छ बोल्यो यस्तो छ हाम्रो गाउँ जुन म घर आइपुगिसक्यो मम्मी के गरिरहेछ मलाई गल्यो मम्मी बसिरहेछ कि काम गरिरहेछ हेर्नुहोस् है त गएछ टक्क अब चाहिँ हाम्रो घर आइपुग्यो हावा कस्तो चढेर हावा चल्दा त मेरो त भाइ नै भत्काउनु जस्तो गर्छ त्यही हावा चलाउनु त हुनु कस्तो अप्ठ्यारो यो सबै यो ढुङ्गा आइरहेछ यो पिजो नि लागेछ भन्दै थियो पेट्रोलको भाउ गरेर चाहिँ पिस नगरे भन्छ अलि म बुझ्न सकेको छैन अब हामी पनि भर्खर गाउँको यस्तो छ हाम्रो यो चाहिँ हाम्रो घर हो होइन हाम्रो घरबाट चाहिँ यस्तो भ्यू देख्छ म उताबाट आउँछ है यताबाट आउनु मिल्दैन मेरो गाडी यताबाट तार छ क्या तारले पुरै तारले ठोकिन्छ त्यही भएर हामी उताबाट जान्छौँ हाम्रो गाउँमा चाहिँ ट्र्याक्टर पनि फेरि खतरा खिच्छ ट्र्याक्टर बबल आइरहेछ है तपाईँ चाहिँ यहाँबाट यता लानुपर्ने हुन्छ म चाहिँ घरपट्टि होइन बुढी त्यहाँ पुगिसकेको छ घरमा पुगिसकेको छ म यहीँ छ यत्रोबाट जान सकिन्छ सुपी हिँड्नुपर्छ टक्क यो चाहिँ हाम्रो गाउँ टक्क मम्मी त भर्खर नगएर आउँदै रहेछ तिमी ल मम्मी यत्रो भात लिएर आइसक्यो केही खानेकुरा केही छैन अनि किन ढिलो त नि ए यो के झारे मम्मी हो राइक साग हो राइक साग खानुपर्छ साथी हो टक्क लगाएर मम्मी त दिनु त टक्क ल है त
मेहन्दी लगाएको मम्मी म सँगै त्यही भएर मम्मी नआइरहेछ ल हाम्रो चाहिँ गाउँघर यस्तो चाहिँ यस्तो माटोको छ के गर्नु सकेन